बाटो यही हो नि? यही हो। नेसनल पार्क भनेको त्यो कागेश्वरी। हेलो एन्ड नमस्ते सबैजनालाई, सन्चै हुनुहुन्छ होला तपाईँहरू है। म पनि ठिकै छु है। आजकल मेरो ब्लग धेरै बन्न आएको है। अब सकेसम्म दिने कोसिस गर्छु, किनभने म पनि अलिकति बिजी छु, त्यही भएर हो है। फुल भिडियो हेरिदिनु होला, सब्सक्राइब गर्नु भएको छैन भने गरिदिनु होला है सबैजनाले है त। सबैजनालाई धेरै धेरै धन्यवाद है त। अब भेटौँला अर्को ब्लगमा भेटौँला है त। सब्सक्राइब गरिदिनु भयो? ए ल, धेरै धन्यवाद है तपाईँको। उता माथि साथीहरूलाई पनि गर्न लाउनु न, त्यो अघि गरे जस्तै स्पेस नदिइकन रारा मोटु ब्लग 1 गरेर सर्च गर्नु। अहिले तपाईँले देखिहाल्नुभयो नि मेरो प्रोफाइल हो, त्यहाँ गरेर गर्न लाउनु न। के गर्नु, सब्सक्राइब बढाउनै गाह्रो हो। टकटक गरिदिनु लाउनु। अब यसो अलिअलि भिडियोहरू बनाउँछु क्या म। त्यो नेसनल पार्क भनेको त्यो कागेश्वरी शिवापुरी हो र? ओहो, लोकेसन कहाँको छ त यार? यहाँदेखि त धेरै टाढा छैन त लोकेसन त। त्यही है, तपाईँको लोकेसन त यहाँदेखि त 2.5 किलोमिटर त छ। शिवपुरी भनेको त कहाँ हो त यार? अन्धै ठाउँमा ल्याउनु भयो क्या तपाईँले? बाटो यही हो नि? यही हो। त्यही त, अर्कै बाटो ल्याउनु भयो कि जस्तो लाग्यो क्या शिवपुरी भन्दा त। नेसनल पार्क भन्ने रहेछ नि, त्यो कागको ठुलो फोटो भएको क्या। अस्ति नै म गएको थिएँ नि त्यहाँ। शहीद पार्क हो? ए नेसनल पार्क के पो भन्यो भन्दै थियो अस्ति मलाई। ए यहाँ पनि घुम्ने ठाउँ हो? केटाकेटीहरू घुम्ने कि केटाकेटीहरू घुम्ने? हजुर। ए ठुलो खालको? ए कुन तमाङ बस्तीमा? लुङदर भन्छ होइन त्यो घरको माथि राख्नेलाई? लुङदर भन्छ है। लुङता कि लुङदर भन्छ? लुङदर नै हो। हाम्रोतिर चाहिँ लुङदर भन्छ। त्यही त। घाम त अब त जाडो गयो जस्तो लाग्ने रहेछ है यतातिर आउँदा त। गर्मी रहेछ यहाँ त। तपाईँको मम्मी बाबाहरू पनि यतै हो? गोर्खामै? ए कहाँ? त्यही अघितिरै हो, अघिको ठाउँतिरै? ए ओहो, कहाँ जङ्गलतिर पो आइपुग्यो त यार। म त आज त अहिलेसम्म यस्तो टाढा आएकै छैन भने। नजिक नजिक मजाले काम गर्थ्यो, आज घुम्न पाउने भयो तपाईँसँग। ए यतातिर चाहिँ के तामाङ बस्ती हो कि बाहुन बस्ती हो? तामाङ हो यहाँको। यिनीहरू सबै तामाङ हो? खै त लुङदर हालेको छैन त यिनीहरूले? हो कि क्रिस्चियन हो यिनीहरू? बिहे गरिरहेको थियो? ए बिहे गरेर नयाँ घर उठायो कि हो यार? ओहो, म पनि बिहे गरेर नयाँ घर उठाउनु पर्छ कि हो। यो त सबै ढलन गरेर रहेछ। आमा यो सबै ढलन गरेर रहेछ, ठुलो ढलन गरेर रहेछ। ओहो, यतातिर त कस्तो ठाउँ रहेछ। अब त धेरै टाढा छैन, अब त पुग्न लाग्यो हो। यहाँ माथि देखाइरहेको छ, यताबाट घुम्ने बाटो रहेछ। मेरो
मेरो बाइक अलि खतरा छ के त्यही भएर अलि तान्न मान्दैन बिस्तारै जानुपर्छ दामी बनाएको छ है बाटो त सबै ठाउँमा दामी बनाएको छ है यतातिर सिद्ध गयो भने कहाँ पुग्छ पछाडिपट्टि ए यता चाहिँ पिच नगरेर रहेछ हजुर यहाँबाट चाहिँ बनाएको छैन अब धेरै टाढो छैन हाम्रो लोकेसनमा त पुग्नु लाग्यो अब म फुल फुलेछ त हेर उतातिर के को यो आलु हो कि के हो होली कि आलु बगर अरू पनि छ तपाईँहरूको गुम्बा यही हो ए होस्टेल भनौँ न होइन अलिकति बाँकी रहेछ कुन गुम्बा यो के हो पटमै गन्छेल सेलिङ माध्यमिक विद्यालय पो रहेछ है यही हो ए लु ठ्याक्कै आइपुग्यो है लोकेसन यहीँ रहेछ पूजाहरू छ कि के हो पूजाहरू छ कि के हो कति भयो 250 भने हजुर मन्जिजुट भने के हो माथि 30 छ 50 को नोट छैन तपाईसँग ए छैन 40 मसँग खुद्रा पैसा सब सकिएछ हुन्छ अब पुग्छ 50 रुपियाँ छ कि छैन हेर्नु त गर्नु है 50 रुपियाँ छ 250 भएको थियो है ए ल है त ल ल ल ल हस् साथीहरूलाई सब्सक्राइब गर्न लाउने है च्यानल साथीहरूलाई च्यानल सब्सक्राइब गर्न लाउने है ल ल है त गनायो 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 भने Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Good, 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 good. बच्चाहरू गुड गुड भन्छ ठिक छ काका थुप्रै बच्चाहरू रहेछ जमाया सारा हिमाली के छ यो गाउँतिर केटी लाग्नु है लाग्नु त पागो भएर भित्र कुल्टा लान्थ्यो यार मान्छेहरू के भयो नेगेटिभ नै ए टिप्दैन फेरि नेट दिएन यो ठाउँमा खतम रहेछ यार नेटै नदिने ठाउँ रहेछ यार तिम्रो हँसिलो मुहारको गजलकोले सताउँछ तिम्रो हँसिलो मुहार डेन्जर बाटो रहेछ साझै यार फुस्केर गर्छ यार मोबाइलमा पनि के ओहो फेरि फुस्क्यो के थाहा बाटो पनि खाँदैन
अब त खत्तम हुन्छ त तेल जानु जानु पर्यो यार खन्दै जानु खतम मार्छ किनीहरूले माया साथैमा रोजिली To see the horizon, turn us to thousands. On and on we'll go.